कहिलेकाहीँ सोच्न मन लाग्छ, यदि हाम्रा पवित्र ग्रन्थहरू साँच्चै जीवित भइदिएको भए तिनीहरू कस्ता देखिन्थे होलान्। आज हामी यस्तै एउटा रोचक विषयमा कुरा गर्दैछौँ, जहाँ हिन्दू धर्मका सबैभन्दा पुराना ग्रन्थ वेदहरूलाई एक अनौठो र सायद कसैले नसोचेको रूपमा वर्णन गरिएको छ। हाम्रो स्रोत सामग्रीको सुरुवात नै यही शक्तिशाली भनाइबाट हुन्छ। यसले वेदलाई केवल किताब वा ग्रन्थको रूपमा मात्र हेर्दैन, बरु स्वयं दिव्य स्रष्टा ब्रह्मको सासको रूपमा स्थापित गर्छ। अब सोच्नुस् त, यसको मतलब के भयो? वेदहरू मानव निर्मित होइनन्, बरु ब्रह्माण्डको सृष्टि जत्तिकै मौलिक र आधारभूत हुन्। त्यसो भए यो दिव्य उत्पत्ति, यो डिभाइन ओरिजिनको कुराले वेदको प्रकृतिबारे वास्तवमा के भन्छ त? यो ग्रन्थले वेदलाई सनातन धर्मको मूल जराको रूपमा प्रस्तुत गर्छ। कल्पना गर्नुस् त, एउटा विशाल रुख जसको जरा वेद हो, अनि हिन्दू धर्मका अरू जति पनि परम्पराहरू छन् ती सबै त्यही रुखबाट फैलिएका हाँगाबिङ्गा हुन्। यसले वेदको केन्द्रीय महत्त्वलाई एकदमै स्पष्ट पार्छ। अब हेर्नुस्, मान्छेले लेखेका किताबहरूमा त गल्ती हुन सक्छ, होइन? तर वेदलाई चाहिँ त्रुटिहीन मानिन्छ। यस परम्परामा सत्य र ज्ञानको अन्तिम मानक नै वेद हो। अरू कुनै पनि ग्रन्थ, चाहे त्यो पुराण होस् वा महाभारत, त्यसको वैधता पनि वेदसँग कतिको मेल खान्छ भन्ने कुरामा निर्भर गर्छ। ल, अब ज्ञानको यो विशाल सागरको मूल आधार बनाउने 4 प्रमुख वेदहरूलाई अलि नजिकबाट चिनाऊ है त। यिनै हुन् ती 4 आधारभूत ग्रन्थहरू: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। हरेकको आफ्नै छुट्टै चरित्र र उद्देश्य छ, जसलाई हामी अब एक एक गरेर हेर्नेछौँ। ल, अबको खण्ड चाहिँ एकदमै रोचक छ है, किनभने यहीँनिर यो स्रोत सामग्रीले साँच्चै एउटा अद्वितीय र कल्पनाशील दृष्टिकोण प्रस्तुत गर्दछ। यहाँ ऋग्वेदभित्र के छ भनेर मात्र वर्णन गरिएको छैन, बरु ऋग्वेदको भौतिक शरीर कस्तो छ भनेर बताइएको छ, मानौ ऊ एक जीवित व्यक्ति हो। यो मूल संस्कृत वर्णनले हाम्रो दिमागमा एउटा जीवन्त चित्र बनाइदिन्छ। जस्तै पद्मपत्राक्षको अर्थ हो कमलको पत्ता जस्तो आँखा भएको। यसले सुन्दरता र पवित्रतालाई जनाउँछ। यस्ता विवरणले वेदलाई केवल ग्रन्थ मात्र होइन, एक पूजनीय व्यक्तित्वको रूपमा स्थापित गर्छ। भनेपछि सारमा के भयो त? सबैभन्दा पुरानो वेदलाई कमलको पत्ता जस्तो आँखा, घुम्रिएको कपाल र गोरो वर्ण भएको एक सुन्दर व्यक्तिको रूपमा कल्पना गरिएको रहेछ। अब यजुर्वेदको वर्णन हेरौँ। यसको स्वरूप चाहिँ ऋग्वेदभन्दा एकदमै फरक छ। फेरि पनि मूल ग्रन्थले एकदमै विशिष्ट र जीवन्त चित्र दिन्छ। पिङ्गाक्षको अर्थ हुन्छ पहेँलो आँखा र कृष्णवर्णले कालो वर्णलाई जनाउँछ। यी विवरणहरूले प्रत्येक वेदलाई एउटा छुट्टै अद्वितीय व्यक्तित्व दिएको छ। यहाँको भिन्नतालाई ध्यान दिनुस् त, पहेँलो आँखा, कालो वर्ण र ऋग्वेदभन्दा अलि अग्लो कद भएको आकृति। ल, अब आफ्नो मधुर धुनका लागि चिनिने सामवेदको वर्णन चाहिँ कसरी गरिएको छ त्यो हेरौँ। यो स्लाइडमा साँच्चै रोचक कुरा के छ भने यसमा शारीरिक बनावट भन्दा पनि चरित्र र श्रृङ्गारमा बढी ध्यान दिएको छ। नित्य स्ट्रग्वीको अर्थ हो सधैँ माला लगाउने। यसले उसको उत्सवपूर्ण र आनन्दित प्रकृतिलाई सङ्केत गर्छ, जुन सामवेदको सङ्गीतमय सारसँग ठ्याक्कै मेल खान्छ। मतलब यो वेदलाई सुनौलो आँखा भएको, सधैँ मालाले सजिएको एक विशाल तर शान्त स्वभावको व्यक्तिको रूपमा कल्पना गरिएको छ। र अन्तमा हामीसँग छ अथर्ववेद, जसको व्यक्तित्व चाहिँ अरूभन्दा एकदमै फरक छ। यो वर्णन सबैभन्दा जटिल छ। यसमा भौतिक गुणहरूलाई शक्तिशाली ब्रह्माण्डीय विशेषताहरूसँग मिसाइएको छ। विश्वात्मा अर्थात् ब्रह्माण्डको आत्मा र विश्वकर्ता अर्थात् ब्रह्माण्डको स्रष्टा, यस्ता शब्दहरूले अथर्ववेदलाई केवल एक व्यक्ति होइन, एक ब्रह्माण्डीय शक्तिको रूपमा प्रस्तुत गर्छ। अथर्ववेदलाई एक शक्तिशाली, चाहेको रूप लिन सक्ने, नीलो कमल जस्तो वर्ण र एकदमै प्रखर बुद्धि भएको स्रष्टाको रूपमा चित्रण गरिएको छ। अब यो भौतिक स्वरूपको कुराभन्दा अझै गहिरिएर हेरौँ। स्रोतले हरेक वेदलाई एक विशिष्ट पहिचान दिएको छ, लगभग एक किसिमको दिव्य वंशावली जस्तै। यसले वेदहरूलाई एक अर्कासँगको सम्बन्धमा राख्छ। यो तालिकाले एकदमै राम्रोसँग देखाउँछ कि कसरी प्रत्येक वेदको आफ्नै आध्यात्मिक वंश छ, जसलाई गोत्र भनिन्छ। एक प्रमुख देवता छन् र यहाँसम्म कि एक विशिष्ट काव्यिक छन्द पनि छ।
यसले प्रत्येक वेदलाई एक अद्वितीय सांस्कृतिक र आध्यात्मिक पहिचान दिएको छ। यी व्यक्तिगत चित्रहरू हेरिसकेपछि अब एकछिन पछाडि हटेर पूर्ण वैदिक ग्रन्थहरूको विशालतालाई बुझ्ने कोसिस गरौँ। प्राचीन विद्वानहरूले वेदका मुख्य खण्डहरू अर्थात् संहिताहरूको सूची बनाएका थिए र उनीहरूले पत्ता लगाएको सङ्ख्या साँच्चै आश्चर्यजनक छ। दुई फरक स्रोतहरूले अलिकति फरक सङ्ख्या दिए पनि दुवैले वेदको विशालतालाई नै देखाउँछन्। स्रोतले के भन्छ भने यी 1180 संहिताहरूमध्ये हरेकको आफ्नै ब्राह्मण, आरण्यक र उपनिषदहरू पनि थिए। एकछिन कल्पना गर्नुस् त, यो ज्ञानको कति विशाल पुस्तकालय होला जसको अधिकांश भाग अहिले सायद हराइसकेको छ। अन्तमा यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। आखिर किन यी पवित्र ग्रन्थहरूलाई यस्तो मानवीय विवरण दिएर कल्पना गरियो होला? सायद यसले अमूर्त दिव्यता र मूर्त मानव स्वरूप बीचको गहिरो सम्बन्धलाई दर्शाउँछ। यही प्रश्न यी सबै वर्णनहरूको केन्द्रमा रहेको छ।